ओके यस यो रियाक्सन कम्प्लिट भयो है। अब हामी के गर्छौँ भने यसलाई ब्यालेन्स गर्छौँ है। हाउ टु ब्यालेन्स द्याट रियाक्सन। ओके सो हियर यहाँ चाहिँ हेरौँ भने चाहिँ हेरौँ है। यहाँ अक्सिजन यहाँ 3टा छ होइन। ओको 3 छ भने चाहिँ अक्सिजन 3टा छ। यहाँ हेरौँ भने यहाँ 2टा र यहाँ 3 पनि छ। अगाडि 3 छ नि, त्यो अगाडि 2 सँग चाहिँ इन्टु हुन्छ भनेपछि 3 2 6। यहाँ 6 वटा अक्सिजन भयो, यहाँ हेर्नु 3टा छ भने चाहिँ यसलाई ब्यालेन्स गर्नु पऱ्यो। यहाँ अब यहाँ 3 छ, 3 लाई 6 मा केले इन्टु गर्नुपर्छ 2 ले हैन। सो 2 ले यहाँ 2 ले दिइहाल्ने। अब यहाँ 2 ले दिए त अब यहाँ फेरि क्याल्सियम र पोटासियम र क्याल्सियम क्लोरिन चाहिँ फेरि ब्यालेन्स हुन्न। यो पोटासियम त फेरि 2टा हुने भयो। यो 2 छ नि, यो 2 यसलाई पनि हो, यसलाई पनि हो, यसलाई पनि हो, सबैलाई हो। त्यही भएर यहाँ 2टा पोटासियम 2टा क्लोरिन पनि हुने भयो। यहाँ एकदम 1 कुन्टा छ भनेपछि त्यही भएर यहाँ पनि 2 थप्दिने। यसरी अब चाहिँ ब्यालेन्स भयो। अब सबै ब्यालेन्स भयो, सब ब्यालेन्स भयो। यसरी हामीले ब्यालेन्स गरिन्छ है। अब एउटा अर्को क्वेसन है त। यानी OH यो क्वेसन नम्बर 1। अर्को क्वेसन नम्बर 2 यानी OH यसमा के चाहिँ प्लस गरे भने उतापट्टि प्रोडक्टमा यानी Cl र के चाहिँ बन्छ, के चाहिँ बन्छ है। के चाहिँ थाहा हुन्छ हामीलाई, यो चाहिँ थाहा हुनु पर्यो। के चाहिँ बन्छ होला चाहिँ उताबाट त्यो चाहिँ हामीले पत्ता लगाउने है त। ल सो हेरौँ है त। यहाँ फेरि बुझौँ है त कोही रियाक्सनलाई कसरी यो के हो वास्तवमा। यहाँ NaS देखा, यहाँ NaCl देखा, के हो यो होइन, बुझौँ है यसलाई। यो NaS भनेको बेस हो। यो के हो त, एउटा बेस हो। यो चाहिँ साल्ट हो। NaCl भनेको के साल्ट हो। यो कुनै पनि मेटलसँग यो Mg अनि त्यसै गरी पोटासियम क्याल्सियम यो सबै बेस हो। तर मेटल हुनेहरू मेटलसँग कुनै OH अथवा O आयो भने त्यो चाहिँ के हो त बेस बन्छ है। अनि यो मेटलसँग हाइड्रोजन के अरे यो नन मेटल आयो, के आयो त नन मेटल आयो भने त्यसलाई भन्छ हामीले सल्ट भन्छ है। सल्ट अथवा सल्ट भन्छ। र यो सल्ट बन्नको लागि चाहिँ बेस चाहिँ एसिडसँग रिएक्सन गर्नुपर्ने हुन्छ। एसिड र बेसको रिएक्सन भयो भने बल्ल सल्ट बन्छ भनेपछि यहाँ कुनै एसिड छ भने बुझे हुन्छ। अनि एसिड कुन चाहिँ छ थाहा भएन होइन। यो यहाँ Cl छ भने Cl भएको एसिड हुनुपर्छ, Cl भएको एसिड हुनुपर्छ। अनि त्यो के हो त HCl हो। के हो त्यो HCl। HCl लेखिहाल्ने अनि यो यस पनि लेखिहाल्ने HCl हो है। अनि यो ब्यालेन्स छ। अबपट्टि यतापट्टि हेरौँ त। यहाँ गर्ने लेख्नु पऱ्यो। मैले थाहा भनिसकेको छु है। थाहा हुनु पर्छ कुरा। के थाहा हुनुपर्छ भने एसिड र बेस चाहिँ रिएक्सन भयो भने सल्ट प्लस वाटर आउँछ। सल्ट र वाटर आउँछ है। सो यहाँ वाटर बन्छ। वाटरको मोलिकुलर फर्मुला के हो त H2O। सो हामी के लेख्छौँ यहाँ H2O लेख्छौँ है। अब यो रिएक्सन कम्प्लिट भयो। नाउ वी हेभ टु ब्यालेन्स इट। रिएक्सन के भयो त कम्प्लिट भयो। नाउ वी हेभ टु ब्यालेन्स इट। ब्यालेन्स कसरी गर्ने भने हेर्ने। अब यहाँ सोडियमको कति रह एउटा, अक्सिजन कति रह एउटा, यहाँ पनि एउटा, अनि हाइड्रोजन एउटा 2टा, यहाँ पनि 2टा, H2 भनेपछि 2टा हाइड्रोजन भयो है। Cl एउटा भनेपछि यो ब्यालेन्स छ। त्यसलाई केही गर्न पऱ्यो भने ब्यालेन्स छ है। ल अब अर्को क्वेसन है त। अर्को क्वेसन नम्बर के छ भने एउटा मेटल छ अनि एसिड छ, रिएक्सन भएर त्यहाँ हाइड्रोजन ग्यास निक्लिएको छ र अर्को के एउटा कम्पाउन्ड निस्किन्छ त्यो हामीले पत्ता लगाउनु पर्ने हुन्छ है। वी हेभ टु फाइन्ड आउट द्याट। सो Zn छ यहाँ अनि HCl रिएक्सन भयो अनि के भन्छ एउटा कम्पाउन्ड बनेको छ र एउटा चाहिँ के अरे हाइड्रोजन मोलिक्युल चाहिँ हाइड्रोजन ग्यास चाहिँ त्यहाँ फर्म हुन्छ। तर हामीले पत्ता लगाउनु पर्यो यहाँ के बन्छ वास्तवमा। सो अब बुझिहाल्नु। यहाँ पनि एउटा फर्मुला आयो, रुल्स आयो। एसिडसँग कुनै पनि मेटल रिएक्सन गरेर यो जिङ्क भनेको मेटल हो, म्याग्नेसियम मेटल हो, अनि पोटासियम मेटल हो, क्याल्सियम मेटल हो है। यिनीहरूसँग एसिडसँग कुनै मेटल रिएक्सन गर्यो भने त्यो एसिड मेटल र एसिडको जुन पछाडिपट्टि हुन्छ नि, एसिडको पछाडिपट्टि भएको नन मेटल कम्बाइन भएर एउटा के बनिदिन्छ त सल्ट दिन्छ है। सल्ट दिन्छ। सो हामीले के लेख्नु पर्यो यहाँ ZnCl लेख्नु पर्यो है। सो यो Zn र यसो Cl अनि एउटा कुरा यहाँ Cl को लेखेर पुगेन। किन पुगेन भन्दाखेरि चाहिँ
यो ब्यालेन्स हुँदैन, यो मोलिकुलर फर्मुला यसको जेडेन्सियल हुँदैन। यसको भ्यालेन्स 2 हुन्छ, यसको 1 हुन्छ। सो यसको 2 चाहिँ यहाँ यता सिएलतिर जान्छ, त्यही भएर यहाँ चाहिँ 2 पनि लेख्नु पर्यो है। सो जेडेन्सियल 2 भयो। अब हाम्रो यो रियाक्सन के भयो त, केमिकल रियाक्सन कम्प्लिट भयो। केमिकल रियाक्सन कम्प्लिट भयो तर एउटा कुरा भएन, केमिकल रियाक्सन कम्प्लिट चाहिँ भयो तर के भएन, ब्यालेन्स भएन है। नाउ लेट मी ब्यालेन्स इट। ब्यालेन्स गर्नको लागि चाहिँ सुरुमा हेर्ने त, हेर्नु त यहाँ हाइड्रोजन एउटा छ, यहाँ दुईटा लेख्दै छ हैन। त्यसै गरी यहाँ क्लोरिन दुईटा छ, यहाँ एउटा लेख्दै छ। जिङ्क चाहिँ एउटा, यहाँ पनि एउटा, त्यो जिङ्क चाहिँ बहुत मिलेछ, जिङ्क चाहिँ मिलेछ। त्यसको लागि हामी के गर्नु, यहाँ Cl चाहिँ दुईटा हान्छ, यता दुईटा गर्नु पर्यो, यसरी गरिदिनु हैन। अब हेर्नु त जिङ्क त ब्यालेन्स अलरेडी थियो हैन। अब यहाँ 2Cl भनेपछि 2Cl ब्यालेन्स छ, दुईटा Cl दुईटा ब्यालेन्स छ, हाइड्रोजन दुईटा, यहाँ पनि दुईटा ब्यालेन्स भयो। यति गरेपछि भयो, यो ब्यालेन्स भयो है, द्याट्स ब्यालेन्स्ड। नाउ म एउटा क्वेसन अझै गरिदिन्छु, त्यसपछि चाहिँ तपाईहरुले एउटा क्वेसन गर्नुपर्ने हुन्छ है। सो क्वेसन के छ भने अलिकति यो टफ जस्तै छ है, टफ जस्तै छ। यस्तो एउटा कुनै कम्पाउन्ड छ र चाहिँ त्यसमा चाहिँ हाम्रो CaOH को होल 2, CaOH को होल 2 रियाक्सन भएर यसले चाहिँ CaSO4 र H2O दिन्छ है। CaSO4 र H2O दिएको छ। त्यसो भए यहाँ चाहिँ कुन चाहिँ कम्पाउन्ड हुन्छ अथवा चाहिँ मोलिक्युल हुन्छ, which molecule can be there or compound can be there which suits this reaction, यो रियाक्सनलाई फुलफिल गर्ने मिलाउने कुन चाहिँ कम्पाउन्ड अथवा मोलिक्युल चाहिँ हुनुपर्छ यहाँ, त्यो थाहा हुनु पर्ने। ओके, सो यहाँ हेरौँ त, यहाँ के हेरौँ भने यहाँ OH छ, मेटलसँग यहाँ OH छ भने यो एउटा बेस हो। के हो यो? बेस, इट इज अ बेस, यो कि एउटा बेस हो। अनि यतापट्टि हेरौँ त, यहाँ CaSO4 मेटलसँग SO4 आहा, एउटा चाहिँ हाइड्रोजन एटम जस्तो अर्को कुनै आयन एटम आहा। सो यस्तो बेलामा यसलाई भन्छ सल्ट है, यसलाई सल्ट भन्छ। मेटलसँग SO4 आयो भने त्यो सल्ट हो। अनि यो वाटर, यो वाटर हो है। यति बेला बुझ्नु पर्यो हामीले। अब सल्ट र वाटर बन्यो भने सल्ट र वाटर बन्ने केस के हो त, यदि एसिड र बेस रियाक्सन गर्यो भने बल्ल सल्ट र वाटर बन्छ। एसिड र बेस, यहाँ बेस अलरेडी छ भने यहाँ कुनै एसिड छ होला, यो रियाक्सन गरेर बल्ल चाहिँ सल्ट र वाटर बन्छ। अब त्यो त्यसो भए त्यो एसिड कुन हो त, त्यो एसिड प्राय हाम्रो यहाँ रियाक्सनहरुमा धेरै प्रयोग हुने एसिडहरु तिनटा हुन्छ है। एउटा ग्रुपमा लेख्छु मैले, यहाँ एउटा HCl, एउटा H2SO4, अर्को चाहिँ HNO3। सो हाम्रो प्राय धेरै युज हुने। ओके, त्यसो हो भने यो तीनटा मध्येमा कुन चाहिँ यहाँ मिल्छ त? यसो हेर्नु नि, SO4 छ हैन, SO4 भनेपछि यहाँ SO4 चाहिँ हुन्छ हैन। SO4 सँग चाहिँ हाम्रो एसिड लेख्न छ बनाउनु छ भने H2 अगाडि थप्नु पर्ने हुन्छ है, H2 नै हुन्छ भनेपछि त्यहाँ तीनटा मध्येमा यो H2SO4 चाहिँ प्रयोग हुँदो रहेछ है यहाँ चाहिँ। यहाँ अनि यो H2SO4 चाहिँ हाम्रो रियाक्सनलाई कम्प्लिट गर्यो। मैले अघि अनि यो यहाँ हेर्दा मैले यहाँ 2 थपेछु है, यहाँ 2 थपेछु, अहिले म थपेको थिएन हैन, 2 थपे मैले। 2 किन थपेको भन्दाखेरि यहाँ चाहिँ ब्यालेन्स गर्नको लागि है। यो हाइड्रोजन यहाँ दुईटा छ, यहाँ दुईटा चारवटा भयो, तर यहाँ अघि चाहिँ जम्मा दुईटा थियो, म त्यो यहाँ 2 थपेपछि यो हाइड्रोजन चारवटा भयो, अक्सिजन दुईटा भयो। अनि त्यो अनि यहाँ पनि दुईटा, यो 2 ले अक्सिजन पनि दुईटा भन्ने कुरा जनाएको छ। यहाँ पनि यो थपेपछि यता 2 यता पनि 2, अनि यसो सबै ब्यालेन्स छ है, सबै ब्यालेन्स छ। ल अब चाहिँ म यति भने हैन। अब एउटा क्वेसन म दिन्छु, तपाईहरुले गर्नु होला, अनि गरेर कमेन्टमा पठाउनु होला। क्वेसन चाहिँ यस्तो छ है, KCl ल यो क्वेसन चाहिँ गर्नु होला। यति भन्दै आजको सेसन यही सकिन्छ। हस्त धन्यवाद।